उद्देश्य हासिल गर्नका लागि कुनै स्थानमा आर्थिक, भौतिक, मानवीय लगायतका अन्य स्रोत साधनहरूको संयोजित संयन्त्र जसलाई हामीले कार्यालय भन्छौँ भनेर लेख्नु पर्यो। पहिलो कुरा कार्यालय भनेको के भने म क्लासमा यो पूर्व निर्धारित किन लेखाए, यस्तो सबै सेन्टेन्स पनि किन आएको भन्ने कुरा पनि म तपाईहरुलाई क्लासमा धेरै पटक तपाईहरुलाई मैले यसको बारेमा क्लियर गरेको छु। अब हेरौँ त, यसलाई अभिलेखालय कमा सचिवालय आदिका नामले पनि चिनिन्छ भनेको छ। अभिलेख रहने ठाउँ भयो अभिलेखालय, सचिवालय आदिका नामले पनि चिनिन्छ र यो संगठन सञ्चालन र व्यवस्थापनसँग सम्बन्धित विषय हो। कार्यालय भनेको के हो भन्दा यो संगठन सञ्चालन र व्यवस्थापनसँग सम्बन्धित विषय हो भनेर भनेको छ है। किन भन्दा हामीले संगठनको स्थापना र संगठनलाई सञ्चालन र व्यवस्थापन गर्न कार्यालय संगठनको देखिने अनुहारको रूपमा कार्यालयको स्थापना गरिएको हुन्छ भन्ने कुरा हामीले मैले क्लासमा पनि यसको बारेमा धेरै बुझाएको पनि छु। अब सरकारी कार्यालय निजी कार्यालय बीचको भिन्नता के त भन्दा अब सरकारी कार्यालय भनेको सेवा केन्द्रित हुन्छ, अलिकति सेवामुखी, बढी सेवामुखी हुन्छ भने निजी कार्यालय नाफा केन्द्रित, सेवा त दिन्छ नि सँगसँगै नाफा पनि केन्द्रित हुन्छ। यो अब सरकारी कार्यालय भन्ने बित्तिकै सरकारद्वारा प्रत्यक्ष रूपमा नियन्त्रणमा रहन्छ, डाइरेक्टली कन्ट्रोलिङ सिस्टम सरकारको हुन्छ भने निजी कार्यालय चाहिँ यो यसको नियन्त्रण चाहिँ आफै स्वनियन्त्रण भन्छ, आफै सेल्फ कन्ट्रोल पनि हुन्छ र साथसाथै सरकारद्वारा अप्रत्यक्ष रूपमा नियन्त्रणमा रहेको हुन्छ। त्यस्ता रेगुलेटरी बोडीजहरू हुन्छन् गभर्नमेन्टका, तिले चाहिँ अप्रत्यक्ष रूपमा इन्डाइरेक्टली भए पनि कन्ट्रोल गरिरहेका हुन्छन्। अर्को, अब सरकारी कार्यालयको लक्ष्य उद्देश्य भनेको जहिले पनि पब्लिक वेलफेयर हुन्छ कि जनताको कल्याण गर्ने भन्ने हुन्छ, जनकल्याणको उद्देश्य हुन्छ यसको भने। अर्काको लक्ष्य उद्देश्य निजी कार्यालयको लक्ष्य उद्देश्य भनेको के हुन्छ भन्दा बिजनेस सक्सेस, व्यावसायिक सफलता भन्ने हुन्छ। अब सरकारी कार्यालयको कार्य प्रक्रिया अलि बढी प्रक्रियामुखी हुन्छ, प्रोसेस ओरिएन्टेड हुन्छ भने अब प्राइभेट कार्यालयहरूको, निजी कार्यालयहरूको कार्य प्रक्रिया अलिकति बढी रिजल्ट ओरिएन्टेड हुन्छ, नतिजामुखी हुन्छ। अब हाम्रो सरकारी कार्यालय हेर्यो भने यो इक्वल ट्रिटमेन्ट टु द अल कस्टमर, सबै सेवाग्राहीलाई चाहिँ समान व्यवहार गरिन्छ। सरकारी कार्यालय सबै सेवाग्राहीलाई समान व्यवहार गरिन्छ भने निजी कार्यालयमा चाहिँ पे बेसिस ट्रिटमेन्ट टु द कस्टमर हुन सक्छ है, पैसा तिरेका आधारमा त्यही अनुसारको ट्रिटमेन्ट हुन सक्ने सम्भावना रह्यो। अब हेरौँ त यसरी अन्त्यमा सरकारद्वारा जनसाधारणलाई शासन, विकास र सेवा प्रवाह गर्ने उद्देश्यले स्थापना गरिएको सरकारको पूर्ण स्वामित्व रहेको कार्यालयलाई हामीले सरकारी कार्यालय भनिन्छ भने अब सरकारको कुनै पनि स्वामित्व नरहेको अन्य कुनै व्यक्ति विशेष वा समूहको मात्र स्वामित्व रहेको त्यस्तो कार्यालयलाई हामी निजी कार्यालय भन्छौँ। कुरा क्लियर छ, एकदम इजी क्वेशन्स है, सबै गर्नु पनि भयो होला। अर्को यो सहायक कर्मचारी भन्ने छ, यो फेरि प्रश्न मैले किन पनि राखेको भने सहायक कर्मचारी भनेका फ्रन्ट लाइनर हुन् के सेवा प्रवाहमा नागरिकसँग, सेवाग्राहीसँग सबैभन्दा बढी नजिकमा रहने कर्मचारी भनेका सहायक कर्मचारी नै हुन्। त्यसैले गर्दा यी सहायक कर्मचारीको ले गर्ने कार्य सम्पादन, यिनीहरूले गर्ने व्यवहार, यिनीहरूले गर्ने क्रियाकलापबाट नागरिक प्रत्यक्ष रूपमा, सेवाग्राही प्रत्यक्ष रूपमा प्रभावित हुने भएर यी कर्मचारीहरूले सुशासन कायम गर्न पनि महत्त्वपूर्ण भूमिका खेल्छन्। त्यसैले गर्दा यस्ता सहायक कर्मचारीको क्षमता बढाउन के गर्नु पर्ला त भन्ने प्रश्न थियो। तपाईको रचनात्मक सुझाव दिनुहोस् भनेको थिएँ मैले। पहिलो कुरा त भूमिकामा हामीले जुन सन्दर्भ, हामीलाई जुन प्रश्न सोधिएको त्यो सन्दर्भको जुन कन्टेक्स्टमा हामीलाई क्वेशन सोधिएको त्यो सन्दर्भलाई हामीले डिफाइन गर्छौँ, जसमा हामीले सहायक कर्मचारी भनेको के हो त भन्दा कार्यालय प्रमुख, उच्च अधिकारी वा अधिकृत स्तरको अफिसर लेभल वा सोसरा भन्दा माथिका अधिकारीहरूलाई कार्यालयको कार्य सम्पादनमा सहयोग गर्ने कर्मचारी सबै सहायक कर्मचारी। उक्त कर्मचारीको क्षमता अभिवृद्धि गर्न अवलम्बन गर्नुपर्ने उपायहरू यस प्रकार रहेका छन् मेरो विचारमा, अलिकति मिलाएर लेख्ने यसलाई। अनि पहिलो कुरा त के गर्न सक्छ भने के गर्नुपर्छ भन्दा कामसँग सम्बन्धित व्यवहारिक तालिम र प्रशिक्षण दिने है, उसले गर्नुपर्ने कामसँग सम्बन्धित सहायक कर्मचारीका कार्यहरू भनेर पढ्नु भयो होला है, उसले गर्नुपर्ने कामसँग सम्बन्धित प्र्याक्टिकल अप्रोचमा तालिम र प्रशिक्षण प्रदान गर्ने। अनि सम्भव हुन्छ भने उनीहरूलाई पनि प्री सर्भिस ट्रेनिङको व्यवस्था मिलाउने, सकेसम्म इन सर्भिस त हुने नै भयो, प्री सर्भिस होइन ट्रेनिङको व्यवस्था मिलाउने, उनीहरूको आचरण, व्यवहार, क्रियाकलाप सबै कुराहरू नियन्त्रणमा रहोस् र उनीहरूले गर्ने आचरण, व्यवहार र क्रियाकलापको बारेमा उनीहरूलाई गाइडलाइन होस् होइन, जसका लागि सकेसम्म प्री सर्भिस ट्रेनिङको पनि व्यवस्था मिलाउने।
अर्को कार्य विवरणहरूको उनीहरूले गर्नुपर्ने सम्पादन गर्नुपर्ने कामहरूको सूची जसलाई हामीले कार्य विवरण भन्छौँ, वर्क डिस्क्रिप्सन, यो तयार गरी कार्य जिम्मेवारी प्रदान गर्ने। यो पदस्थापन पत्रसँगै कार्य विवरण पत्र पनि दिनुपर्छ। हरेक कर्मचारी उसले गर्नुपर्ने काम, कर्तव्य, उत्तरदायित्व, जिम्मेवारी के हो हैन, अनि त्यो सम्बन्धी कुन विधि प्रक्रिया अवलम्बन गरेर गर्ने, कहिलेसम्म गर्ने, के काम गर्ने हैन, कार्यस्थल कहाँ रहने, सेवा शर्त सुविधा के रहने, सो सम्बन्धको सम्पूर्ण जानकारी सहित कार्य विवरण तयार गरी कार्य जिम्मेवारी प्रदान गर्ने। यो काम गर्ने भनेर जिम्मेवारी दिएपछि त्यसप्रति उसको उत्तरदायित्व रह्यो। अर्को कर्मचारीलाई प्रविधि मैत्री बनाउने, सकेसम्म अब टेक्नोलोजी फ्रेन्डली बनाउने। किन भन्दाखेरि अब हामीले ई गभर्नेन्सको अवधारणा भन्छौँ, सुशासन के अरे विद्युतीय शासनको अवधारणा भन्छौँ, आइसिटी बेस्ड सर्भिस डेलिभरीका कुरा गर्छौँ, सूचना प्रविधिमा आधारित सेवा प्रवाह भन्छौँ भनेपछि कर्मचारी प्रविधि नजानेको भएर त भएन। अर्को कार्यालयमा सिकाइ मैत्री, सिक्ने सिकाउने त्यस्तो खालको इन्भाइरोमेन्ट जसले गर्दा पनि क्षमता बढ्छ। अर्को अधिकृत स्तर अफिसर लेभलका कर्मचारी र वा कार्यालयको नेतृत्वद्वारा टाइममा गाइडलाइन दिने, गाइडलाइन गर्ने, गाइड गरिरहने, मार्गदर्शन गर्ने, मार्गनिर्देशन गर्ने है। अर्को दण्ड पुरस्कारको व्यवस्था गर्ने, कार्यालयमा दण्ड पुरस्कार व्यवस्था गर्ने र सोको पूर्ण एवं प्रभावकारी व्यवहारिक कार्यान्वयन गर्ने है। राम्रो काम गर्ने सहायक कर्मचारीलाई पुरस्कृत गर्ने ताकि उसको उत्प्रेरणाको स्तर पनि बढोस् हैन, उसलाई पनि मोटिभेसन मिलोस्, हैन भने खराब गर्ने दण्डित गर्ने हैन, यो काम गर्ने जसले गर्दा उनीहरूले अझ बढी राम्रोसँग काममा पर्फर्मेन्समा कमिटेड डेडिकेटेड हुन् हैन। अर्को कुरा पेशागत विकासको अवसर प्रदान गर्ने, वृत्ति विकासको अवसर पनि दिने, उनीहरूका नेतृत्वको अवसर, तालिम, अध्ययन, भ्रमणदेखि लिएर विभिन्न खालका अवसरहरू प्रदान गर्ने है। अर्को कुरा कार्यको प्राथमिकता निर्धारण, कामको प्राथमिकता निर्धारण गर्ने, समय व्यवस्थापन गर्ने र त्यो कार्यको तालिका बनाउने जस्ता कार्यहरू पनि सिकाउने र उनीहरूका गुनासा र सुझावलाई पनि सुन्ने के, उनीहरूका पनि त गुनासा हुन्छन्, उनीहरूका पनि त केही सुझाव हुन सक्छन्, ती कुरालाई सुन्ने र सोको उचित सम्बोधन गर्न पनि तत्पर रहने, सकेसम्म सम्बोधन गर्ने, उनीहरूलाई उत्प्रेरणा र मनोबल प्रदान गर्ने, उनीहरूलाई मोटिभेसन र मनोबल, उत्प्रेरणा र मनोबल प्रदान गर्ने। अब यो उत्प्रेरणा भनेको के हो, मनोबल भनेको के हो, एकदम एक्ज्याक्टली बुझ्नु पनि पर्छ। अब मैले 1 घण्टा क्लासमा सबै शब्दको बारेमा भन्न थालेँ भने बुझिँदैन, हैन भने म क्लासमा चाहिँ सबै शब्दको अर्थ पनि म बुझ्नुपर्छ भन्ने मान्यता राख्छु, सबै भनिरहा पनि हुन्छु। अर्को कार्य सम्पादन मूल्याङ्कन गर्ने, उनीहरूको कामको मूल्याङ्कन गरेर कार्य सम्पादन कार्य विवरण दिएको छ त्यसका आधारमा कार्य सम्पादन मूल्याङ्कन गर्ने अनि केही कमी कमजोरी भए सुधारका लागि फिडब्याक पनि प्रदान गर्ने, जसले फेरिका कामहरू अझ प्रभावकारी ढङ्गबाट सम्पादन हुन् हैन। यसरी चाहिँ अन्त्यमा संगठन र कार्यालयको माथि उल्लेखित उपायहरूलाई, संगठन र कार्यालयले माथि उल्लेखित उपायहरूलाई प्राथमिकताका साथ अवलम्बन गरेमा सहायक कर्मचारी मात्र होइन, समग्र संगठन तथा कार्यालयको नै सक्षमता अभिवृद्धि हुन जान्छ। सहायक कर्मचारीको मात्र बढ्ने होइन, त समग्र कर्मचारीको कार्यालयको नै सक्षमता बढेर जान्छ है। सबैले अवलम्बन गर्नुपर्ने कुराहरू नि है भन्दा यसरी देखियो। नोट चाहिँ म राख्दिनँ, यो तपाईँहरूले किनभने यसमा मिस्टेकहरू हुनसक्छ थोत्ता, त्यो भएर म बोलेको कुरा हुन्छ यो सर हेर्ने, यही तपाईँको भिडियो पनि रेकर्ड भएको हुन्छ, त्यही गर्नु होला है। ल अर्को कुरा प्रश्न नम्बर 3 को उत्तर, कार्य फर्चुटको प्राथमिकताका आधारमा चिठी पत्रको वर्गीकरण। हेर्नुहोस् त, पहिला पत्र व्यवहार भनेको के हो भनेर प्रश्न थियो, यहाँ अगाडि यो लेख्न बिर्सिएछ, यहाँ पत्र व्यवहार भन्ने थियो। पत्र व्यवहार भन्नाले के बुझिन्छ, पत्र व्यवहार भन्नाले के बुझिन्छ, अनि त्यसपछि बल्ल कार्य फर्चुट र प्राथमिकताका आधारमा चिठी पत्रको वर्गीकरण भन्ने थियो है। पत्र व्यवहार भन्नाले के बुझिन्छ अनि कार्य फर्चुट र प्राथमिकताका आधारमा चिठी पत्रको वर्गीकरण भन्ने थियो है। ल अब हेरौँ त पत्र व्यवहार भनेको के हो त भन्दा चिठी पत्रको माध्यमबाट सूचना तथा जानकारीको आदान प्रदान गर्ने कार्यलाई पत्र व्यवहार भनिन्छ। लिखित रूपमा चिठी पत्रको माध्यमबाट यदि सूचना जानकारीको आदान प्रदान गरिन्छ भने त्यस्तो कार्यलाई हामीले पत्र व्यवहार भनेर भन्छौँ। यो संचारको सबैभन्दा प्राचीन, प्रचलित, विश्वसनीय, भरपर्दो साथै औपचारिक माध्यम समेत हो भनेर टक्क लेखिदिने है। अर्को कुरा तपाईलाई कार्य फर्चुट र प्राथमिकताको आधारमा चिठी पत्रको वर्गीकरण भनेको छ। यसमा चाहिँ सूचना तथा जानकारीको आदान प्रदान गर्ने संचारको एक औपचारिक एवं आधिकारिक लिखित माध्यम जसलाई चिठी पत्र भनिन्छ। कार्य फर्चुटको प्राथमिकताका आधारमा चिठी पत्रको वर्गीकरणलाई सुशासन, व्यवस्थापन तथा सञ्चालन नियमावली 2065 मा व्यवस्था गरिएको छ, जुन देहाय बमोजिम रहेको छ भनेर यसरी साधारण, जरुरी, अति जरुरी है,
तुरुन्त भनेर यसरी 4 प्रकारमा चिठी पत्रलाई वर्गीकरण गरेको छ, जसमा यो कार्य फर्चुटको प्राथमिकता चेन्ज भएको छ है। सुशासन नियावली फागुन 2081 सालको फागुनतिर संशोधन भयो हो। त्यही भएर कतिपय बुक्सहरुमा तपाईं नयाँ एडिसन भनेर त किन्नुहुन्छ, तर त्यहाँ अपडेट गरेको पाइँदैन। ख्याल गर्नु होला। साधारण पत्रको आफैले कार्य फर्चुट गर्नुपर्ने भएमा 7 दिनभित्र कार्य फर्चुट गर्ने, माथिल्लो तहमा पेश गरेर कार्य फर्चुट गर्नुपर्ने भएमा 3 दिनभित्र गर्ने। पहिला 10/7 थियो यो, अहिले 7 दिन भयो। अर्को जरुरी पत्र आफैले कार्य फर्चुट गर्नुपर्ने भएमा 5 दिनभित्र, माथिल्लो तहमा पेश गरेर गर्नुपर्ने भएमा 2 दिनभित्र गर्ने। अति जरुरी पत्र छ भने आफैले कार्य फर्चुट गर्नुपर्ने भएमा 3 दिनभित्र, माथिल्लो तहमा पेश गरेर गर्नुपर्ने भएमा 2 दिनभित्र गर्नुपर्ने। र तुरुन्त पत्रमा आफैले कार्य फर्चुट गर्नुपर्ने भए पनि, माथिल्लो तहमा पेश गरेर गर्नुपर्ने भए पनि, यी दुवै अवस्थामा नै पत्र प्राप्त हुन साथै कार्य फर्चुट गर्नुपर्छ है भनेको छ। अन्त्यमा माथि उल्लेख भए अनुसार कार्य फर्चुट को प्राथमिकताको आधारमा चिठी पत्रको वर्गीकरणलाई व्यवहारमा कार्यान्वयन गर्न सकेमा कार्य सम्पादनमा शीघ्रता र प्रभावकारिता अभिवृद्धि हुन जान्छ। जसरी यहाँ माथि उल्लेख भएको छ, यही अनुसार साच्चीकै व्यवहारमा गरियो भने यसले कार्य सम्पादनमा पनि शीघ्रता र प्रभावकारिता ल्याउँछ है भनेर लेखियो, केही पनि छैन। अर्को प्रश्न नम्बर 4 को उत्तर तुक आदेश र तुक आदेश गर्दा ध्यान दिनुपर्ने कुराहरू। यो तुक आदेश भनेको के हो र तुक आदेश गर्दा कस्ता कुरा ध्यान दिनुपर्छ? जस्तो मैले एक्जाम्पल दिएर तपाईलाई कुन कुन काममा कसरी के हुन्छ सबै क्लासमा मज्जाले, अब यो फिडब्याक सेसनमा सबै भन्नलाई भ्याइदैन। त्यसैले एक्जाम्पल सहित सबै भनेको हुन्छु। तुक आदेश भनेको के हो भन्दा कुनै पनि विषयमा प्राप्त आवेदन वा निवेदन पत्रमाथि अख्तियार प्राप्त अधिकारी वा निकायले प्रचलित कानुन बमोजिम सोही पत्रमै, हेर्नुस् त, कुनै पनि विषयमा प्राप्त आवेदन वा निवेदन पत्रमाथि त अधिकार प्राप्त अधिकारी वा निकायले प्रचलित कानुन बमोजिम सोही पत्रमै सो प्रकार गर्न वा नगर्न भनी मातहतको निकाय वा अधिकारलाई लेखेर तोकेर दिने आदेशलाई तुक आदेश भनिन्छ। भोलिको तुक आदेशको नमुना बनाउनुहोस् पनि भन्न सक्ला। यस्ता कुरा पनि ध्यान दिनु होला है। अनि तुक आदेश र अर्को परिपत्रको भिन्नता पनि सोध्छ, समानता भिन्नता यस्ता कुरा पनि सोध्छ है। तपाईहरुको टपिक्समा छ नि यो। अर्को तुक आदेशले कार्यको सुनिश्चितता र शीघ्रता ल्याउँछ। अब काम हुन्छ है भन्ने पनि हुन्छ, यो कामको शीघ्रताका लागि पनि तुक आदेश गर्ने गरिन्छ है त। मैले यसको एक्जाम्पल सबै भनेको छु। अब हेरौँ त यो तुक आदेश गर्दा के कुरा ध्यान दिनुपर्छ भन्दा तुक आदेशको अनिवार्य बेहोरा खुलाउनु पर्छ। केमा तुक आदेश गरेको, प्रचलित कानुन सम्बन्धमा ध्यान दिनुपर्छ, स्पष्ट तुक आदेश गर्नुपर्छ, टाइममा गर्नुपर्छ। तुक आदेश गर्ने अधिकारीलाई आफ्नो अधिकार क्षेत्रको विषय स्पष्ट हुनुपर्छ। कहिलेकाहीँ राय माग गर्नुपर्छ कि तुक आदेश गर्नुभन्दा पहिला राय माग गर्नुपर्छ। यदि राय माग गर्नुपर्ने हो वा होइन राम्ररी बुझेर मात्र तुक आदेश गर्नुपर्छ है। त्यसमा तुक आदेश गर्दै गर्दा राय माग गरेर गर्ने या हो वा होइन भन्ने कुरा बुझेर मात्र गर्नुपर्छ। अर्को कुरा, पेश हुन आएको लिखित प्रचलित कानुन बमोजिम रीतिको छ वा छैन यकिन गर्नुपर्छ। त्यो पेश हुन आएको लिखित जुन प्राप्त भएको निवेदन पत्र छ, त्यो पत्र चाहिँ कानुन बमोजिम आवश्यक कानुनी प्रक्रिया पुगेको छ कि छैन पहिला हेर्नु पर्छ। त्यतिकै तुक आदेश गर्नु त भएन। अनि निवेदन दस्तुर बापत रकम बुझाएको छ कि छैन, दुविधा निश्चित गरी त्यो क्लियर हुने गरी तुकार्नुपर्छ। हतार नगरी बुझिने सफा अक्षरमा तुक आदेश कस्तो प्रकृतिको सो सम्बन्धमा खुलाउनु पर्छ। तुक आदेशको प्रकृति कस्तो हो, तुरुन्त हो कि सामान्य तुक आदेश हो कि के हो, त्यो कुरा खुलाउनु पर्छ। कार्य सम्पादनमा ढिलाइ नहुने गरी तुक आदेश गर्नुपर्छ। उक्त लिखित लिएर आउने व्यक्तिलाई, फेरि त्यो निवेदन लिएर आउने व्यक्तिलाई लिखित पेश गर्ने अधिकार छ कि छैन यकिन गर्नुपर्छ। कसले लिएर आएको छ, सम्बन्धित व्यक्ति आफैले लिएको छ कि छैन, अरूलाई पठाएको छ कि है। उक्त लिखित लिएर आउने व्यक्तिलाई लिखित पेश गर्ने अधिकार छ कि छैन त्यो कुरा हेर्नुपर्छ। अन्य आवश्यक कुराहरूको सम्बन्धमा ध्यान दिनुपर्छ। कानुन, कार्यविधि, आवश्यकता यी विषयहरू भए। यी आफ्नो अधिकार क्षेत्रका कुराहरू कस्तो प्रकृतिको है ध्यान दिएर मात्र तुक आदेश गर्दछ। माथि उल्लेखित आधारभूत कुराहरूलाई दिँदै तुक आदेश गर्दा यसको प्रभावकारिता बढ्छ। ध्यान दिएर नै गर्नुपर्छ तुक आदेश हैन। जहिले पनि तुक आदेश भन्दै गर्दा हामी कार्यालय प्रमुखले मात्र नभनेर अख्तियार प्राप्त अधिकारी भन्ने कुरा जहिले पनि ध्यान दिनुपर्छ। अख्तियार प्राप्त अधिकारी भन्नुको अर्थ जहिले पनि कार्यालय प्रमुखले मातहतको अधिकारलाई त्यो अख्तियारी प्रदान गर्नुभएको हुन्छ है। अब यता किन भन्दा यो भनेको कार्य सम्पादनमा शीघ्रता र शीघ्रता
अर्को कुरा मैले यसको इक्जाम्पल सबै भनेको हुन्छ है तपाईहरुलाई, यो क्लासमा भनिएको हुन्छ, अब यहाँ सबै 1 घण्टामा कसरी पाउनु है। प्रश्न नम्बर 5 को उत्तर यहाँ भन्दा एउटा टिप्पणी उठाउने भने यस्तै टिप्पणी एकदम सजिलो ढंगबाट तपाईहरुको टिप्पणीको ढाँचा पढ्नु भएको छ नि। टिप्पणीमा कतिवटा भाग हुन्छ, वास्तवमा टिप्पणीमा 3टा भाग हुन्छन्, विवरण, राय र निर्णय। विवरण, राय र निर्णय भनेपछि टिप्पणीमा जुन हामीले के लेख्थ्यौ रे, विषयको पूर्ण बेहोरा, विषयसँग सम्बन्धित कानुनमा भएको व्यवस्था, पूर्व कुनै निर्णय भएको भए सोको संक्षेपमा बेहोरा, अनि प्रस्तुत विषयमा कस्तो निर्णय लिन उपयुक्त हुन्छ आफ्नो राय, यति लेख्थ्यौ नि त है। 4वटा कुरा लेख्नु, 4वटा कुरा मध्ये पूर्व भएको निर्णय त थाहा हुँदैन। त्यसकारणले गर्दा चाहिँ हामीले के गर्ने भन्दा, अब तपाईलाई क्वेशन के सोधेको थियो भने, जस्तो श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रशासन तथा योजना महाशाखामा कार्यरत 2 जना नासुहरूलाई मातहतको निकायमा सरुवा गर्न उठाइने टिप्पणीको मसौदा तयार गर्नुहोस् भन्ने प्रश्न थियो होला हैन। अब त्यो भएर नेपाल सरकार रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय दरबार काठमाडौँ कर्मचारी संशाखा हुन्छ, अन्त विभागले पनि गर्छ यो सरुवा। तर मन्त्रालयले गर्ने भन्ने मन्त्रालयले गर्ने नै भयो। अब हेरौँ त, हरेक मन्त्रालयमा कर्मचारी प्रशासन शाखा हुन्छ, अन्तर मन्त्रालय सरुवा संघीय माग तथा सामान्य प्रशासन मन्त्रालयले गर्छ भने मन्त्रालय मातहतको निकायमा सरुवा चाहिँ विभागले सम्बन्धित मन्त्रालयको कर्मचारी प्रशासन शाखाले गर्छ। त्यो भएर टिप्पणी के हैन, अनि मिति 2082 7/11 टिप्पणी संख्या, पत्र संख्या, टिप्पणी आदेश विषय सरुवा सम्बन्धमा एकदम इजी वेमा धेरै भूमिका नबाँधी लेखेको छु मैले। प्रस्तुत विषयका सम्बन्धमा यस मन्त्रालय अन्तर्गत भनेर पनि भन्न सक्छु कहिलेकाहीँ, यस मन्त्रालयको प्रशासन तथा योजना महाशाखामा कार्यरत 2 जना नायब सुब्बाहरूलाई निजामती सेवा 2049 र न्याय 2050 मा भएको सरुवा सम्बन्धी व्यवस्था बमोजिम यस मन्त्रालय मातहतका तपसिल बमोजिम निकायमा सरुवा गर्न मनासी पुग्नेदेखि निर्णय गर्छ। त्यो मातको यो निकायबाट त्यहाँ जानकारी हुन आएकोमा, अवगत हुन आएको, बेहोरा अवगत हुन आएको हुँदा भनेर पनि थोरै भूमिका खुलाउन पनि सकिन्छ लेख्ने क्रममा, नत्र पनि उठाउने बेलामा यसरी सिधै उठाउन पनि मिल्यो। अनि क्रम संख्यामा चाहिँ 1 नम्बर 2 नम्बर दुईटा नासु छ, 2 जना नायब सुब्बाहरूलाई बनाएको थियो। प्रश्न के थियो भन्दा 2 जना नायब सुब्बा थियो, मानिलियो एकजनाको नाम कपिल भट्ट, अर्कोको नाम अनुष्का लामिछाने। कर्मचारी आइडी हुन्छ, फेरि नियुक्तिको टिप्पणीमा कर्मचारी आइडी लेख्नु परेन, सरुवा हैन के रे, अनि का सरुवा हुन सक्यो। त्यसपछि गएर तपाईको पदस्थापनमा, अनि त्यसपछि गएर तपाईको यो शाखा कार्य जिम्मेवारी फेरबदल, शाखा चेन्ज गर्ने बेलामा गर्दा उठाइने टिप्पणीहरुमा तपाईले कर्मचारी संकेत नम्बर, किन कुनै पनि कर्मचारीलाई चिनिने कर्मचारी आइडी लियो नि त है। अनि नासु भयो 2 जना, अनि सरुवा आउने निकाय चाहिँ कार्यालय चाहिँ एउटा श्रम तथा रोजगार कार्यालय भद्रपुर झापा पठाइयो, अर्कोलाई चाहिँ श्रम तथा रोजगार कार्यालय विराटनगर मोरङ है। अनि कसले उठाउनु भयो, कर्मचारी प्रशासन शाखाको प्रमुखले उठाउनु भयो, उपसचिवले। अनि त्यसपछि तिमीले महाशाखामा पेश गर्नु, कर्मचारी प्रशासन शाखाबाट पेश भए बमोजिम उल्लेखित कर्मचारीलाई उल्लेखित निकायमा सरुवा गर्न उपयुक्त हुनेदेखि निर्णयार्थ पेश गर्दछु, सहसचिवले पेश गर्नुभयो। अनि पेश भयो भने सदर गर्दछु भन्दा सचिवले यसलाई चाहिँ सदर गर्नुभयो टिप्पणीलाई है। यस्तो यसरी लेखियो, हेर्नुभयो। कन्फ्युजन नहुने, यो अलिकति ढाँचा यसको बुझेपछि जानिन्छ। नाम यस्तो छ, नाम नलेखे पनि भयो, कहिलेकाहीँ नामै लेखेर पनि प्रश्न सोध्छ कि है, यी 2 जना नासुहरू भनेर नामै लेखेर पनि सोध्न सक्छ है। ल तपाईले के मेसेज गर्नु भएको छ भन्नुस्। पक्कै पनि चैतन्यको धेरै जोडिनु भयो होला, चैतन्यको फिजिकल क्लासको जोडिनु भएको छ नि हैन तपाईहरु, फिजिकल क्लासको हुनुहुन्छ नि हैन र। ल प्रश्न नम्बर 6, जनसम्पर्क व्यवस्थापनको महत्त्व उल्लेख गर्दै नेपालको विद्यमान परिप्रेक्ष्यमा जनसम्पर्क यस सम्बन्धमा रहेका चुनौती लेख्नुहोस् भन्ने प्रश्न थियो। अब जनसम्पर्क व्यवस्थापन, वास्तवमा जनसम्पर्क भनेको के हो भने, यो जन भनेको जनता हो के, सम्पर्क भनेको सम्बन्ध, व्यवहार र क्रियाकलापको समष्टि हो। यो मूलभूत रूपमा सेवाग्राही र सरकारवाला के रे, सेवाग्राही र सेवा प्रदायक नै हो। तर यसलाई हामीले सांगठनिक अर्थमा
हेऱ्यो भने यो सेवाग्राही र अन्य सरकारवाला निकायसँग कायम राख्ने पेशागत सम्बन्ध व्यवहार र क्रियाकलापको समष्टिलाई बल्ल जनसम्पर्क भनिन्छ। त्यो संकुचित अर्थ हो के अरे सेवाग्राही र सरकार के अरे सेवा प्रदायक। खासमा त यो जन भन्ने बित्तिकै जनता हो नि, जनता भनेको सेवाग्राही सरकारवाला पनि त हुन सक्छ नि है। फेरि सेवाग्राही सरकारवाला भनेको के पनि बुझ्नु पर्यो, सर्भिस रिसिपिएन्ट आर द सबसेट अफ स्टेक होल्डर के है। त्यही भएर जनसम्पर्क भनेको के रहेछ, यो जनतासँगको सम्बन्ध व्यवहार क्रियाकलापको समष्टि रहेछ, मूलभूत रूपमा सेवाग्राहीसँग नै हो। अब जनसम्पर्क व्यवस्थापन भनेको के हो त भन्दा यी जनसम्पर्कलाई व्यवस्थित, मर्यादित, योजनाबद्ध, समय सापेक्ष र उपलब्धिमूलक, अलिकति सुदृढ, अलिकति विश्वसनीय एकअर्का बीचको यस्तो बनाउने, तुल्याउने, अवलम्बन गर्ने विधि, प्रक्रिया एवं पद्धतिको समष्टिलाई हामीले जनसम्पर्क व्यवस्थापन भनेर भन्छौँ। यसको महत्त्वलाई त्यहाँको बुदामा उल्लेख गर्न सकिन्छ है। पहिलो कुरा के महत्त्व त भन्दा सेवा प्रदायक र सेवाग्राही बीचको सुमधुर सम्बन्ध एवं विश्वासको सम्बन्ध अभिवृद्धि गर्न, मूलभूत रूपमा यही हो। अर्को सेवाग्राहीको अपेक्षाहरू, माग, आवश्यकताहरूलाई सम्बोधन गर्न है, जनसम्पर्कबाटै थाहा हुने हो नि त। अर्को सेवा प्रवाहमा देखिने गुनासो सम्बोधन गर्न। अर्को सार्वजनिक सरकारका सूचनामाथि नागरिकको पहुँच बढाउन है, सार्वजनिक सरकारका सूचनामाथि नागरिकको पहुँच बढाउन। अर्को विभिन्न किसिमका सूचना र जानकारी आदान प्रदान गर्न। अर्को परिवर्तन व्यवस्थापनलाई प्रकार बनाउनु, आफ्नो सबै कुरा बुझाउन म भ्याउँदिनँ। तपाईँले जनसम्पर्क व्यवस्थापनको महत्त्व के भन्दा परिवर्तन व्यवस्थापनलाई आत्मसात गरी कार्यालयलाई गतिशील बनाउन भनेर लेख्दै गर्दै कसरी गर्छ त यसले भन्ने प्रश्नको उत्तर जान्नुपर्छ क्या। जस्तो जनसम्पर्क व्यवस्थापनले कसरी परिवर्तन व्यवस्थापनलाई आत्मसात गरेर कार्यालयलाई गतिशील बनाउँछ भनेर भन्दा पनि त्यहाँ 5-7 वटा बुलेट भन्न जान्नु पर्यो कि, त्यतिसम्म बुझ्नु पर्यो। यो महत्त्व यहाँ किन लेखेको भन्ने थाहा पाउनु पर्यो कि है। महत्त्व पढेर मात्र भएन, महत्त्व घोकेर मात्र भएन, त्यो महत्त्व त्यहाँ किन लेखेको भन्ने पनि जान्नुपर्छ है, होइन भने हुँदैन है। गतिशील भनेको के हो, परिवर्तन व्यवस्थापन भनेको के हो थाहा त हुनु पर्यो नि। अर्को कुरा सेवा प्रवाहलाई सरल, सहज र व्यवस्थित बनाउनु। सेवा प्रवाहलाई कसरी सरल, सहज, व्यवस्थित बनाउँछ जनसम्पर्क व्यवस्थापनले भन्ने कुरा पनि थाहा हुनु पर्यो। किन भन्दा जनसम्पर्क व्यवस्थापनले नागरिकलाई सचेत बनाउँछ। सचेत र सक्रिय नागरिक भयो, बुझेको नागरिक भयो भने सेवा प्रवाह गर्न पनि त सजिलो हुन्छ नि, उसले बुझेको हुन्छ, बुझाउन सजिलो हुन्छ है। यस्तो कुराहरू। अर्को कुरा संगठन र कार्यालय जनमानसमा चिनाउन, हामीले यस्तो काम गर्छौँ, यस्तो सेवा दिन्छौँ, यसरी दिन्छौँ भनेर आम जनता समक्ष चिनाउन। सञ्चार सम्पर्क समन्वय सहकार्य काम गर्न। सहकार्य हुँदैन है भनेपछि सञ्चार सम्पर्क समन्वय र सहकार्य गर्न। संस्थागत समन्वय सहकार्यदेखि लिएर शाखागत समन्वय सहकार्य, कर्मचारीगत समन्वय सहकार्य, विभिन्न है। अर्को वृद्धि गर्न। अब यसरी काम गरेपछि के हुने भयो, जनसम्पर्क व्यवस्थित, मर्यादित, सबै राम्रो भयो भने के हुने भयो भन्दा कार्यको उत्पादन र उत्पादकत्व पनि बढ्ने भयो, संगठनले जीवन्त हुने भयो, संगठनको लङ्गिभिटी बढ्ने भयो, समग्रमा सुशासन प्रवर्धन है, प्रवर्धन गर्दै संगठन तथा कार्यको लक्ष्यहरू उद्देश्य हासिल गर्न। गुड गभर्नेन्स कसरी भन्दा सुशासन भनेको असल शासन, विधिको शासन, उच्च अनुशासन, कुशल प्रशासन भन्दै गर्दा वास्तवमा सुशासन भनेको त के हो भन्दा सरकार तथा शासकीय पात्रहरूले यो शासन सञ्चालन गर्ने क्रममा आम नागरिकले शासनको सुखद अनुभूति गरेको अवस्था मात्रै सुशासन हो कि। किन भन्दा जहिले पनि सुशासनको रिफ्लेक्सन नागरिकको अनुहारमा देखिन्छ कि है, त्यो यसरी लेखियो। अब अर्को क्वेसन छ, नेपालको विद्यमान परिप्रेक्ष्यमा जनसम्पर्क यस सम्बन्धमा देखिएका चुनौती कस्ता छन्, च्यालेन्ज के छन् त। फेरि च्यालेन्ज लेख्दा अलिकति तपाईँहरूले समस्याको रूपमा पनि लेख्नुहुन्छ कि। कस्तो हुन्छ भने जहाँ समस्या हुन्छ त्यहाँ चुनौती हुन्छ कि, जहाँ चुनौती हुन्छ त्यहाँ अवसर हुन्छ कि। जहिले पनि समस्या, चुनौती, अवसरहरू लेख्न जान्नु पर्यो। जस्तो यस सम्बन्धमा समय सापेक्ष स्पष्ट कार्यविधि र मापदण्ड बनाएर लागू गर्नु नै चुनौतीपूर्ण छ। टाइम रेलेभेन्ट कार्यविधिहरू, मापदण्डहरू, क्राइटेरियाहरू बनाएर लागू गर्नु आफैमा चुनौतीपूर्ण छ। त्यही सार्वजनिक वडापत्र छ नि, जुन सार्वजनिक सेवा प्रदायक निकायले आफूले प्रदान गर्ने वस्तु, सेवा तथा सुविधाको बारेमा सबै सेवाग्राही नागरिकले देख्न सक्ने गरी राखेको जुन जानकारी पत्र छ सेवाको बारेमा सम्पूर्ण विवरण सहित हो, त्यो सार्वजनिक वडापत्रलाई जनमैत्री बनाई अध्यावधिको गर्नु पर्यो, यो चुनौती छ। अर्को कुरा त्यसले के भन्दा अप्रत्यक्ष रूपमा जनसम्पर्क गर्छ नि सार्वजनिक वडापत्रले होइन। अर्को कर्मचारीको सेवाग्राहीप्रतिको व्यवहारमा आफूलाई सेवक ठान्ने मनोभावनाको विकास गर्नु। कर्मचारीको सेवाग्राहीप्रतिको व्यवहार जुन छ, हरेक कर्मचारीले सेवाग्राहीप्रति गर्ने व्यवहारमा चाहिँ हामी सेवक हो है भन्ने
ठान्ने मनोभावनाको विकास गर्नु, शासक होइन हामी सेवक हो भन्नु पर्यो। सूचना प्रवाहका लागि आवश्यक प्रबन्ध गर्दै सोको प्रभावकारी सञ्चालन परिचालन गर्नु पर्यो। नागरिकलाई सचेत गराउन, जानकारी दिन, सक्रिय गराउन, सूचना प्रवाहका लागि आवश्यक विभिन्न संसार माध्यमदेखि लिएर आवश्यक प्रबन्ध गर्दै त्यसको प्रभावकारी परिचालन गर्नु चुनौती छ। सचेत र सक्रिय सेवाग्राही निर्माण गर्नु आफैमा चुनौतीपूर्ण छ। उजुरी सुनवाई, गुनासो सम्बोधन प्रणालीको विकास गर्नु चुनौतीपूर्ण छ। सार्वजनिक प्रशासनमा नागरिकको सरल र सहज पहुँच अभिवृद्धि गर्नु चुनौती छ। यो सार्वजनिक प्रशासन भनेको के हो थाहा हुनु पर्यो नि, प्र्याक्टिकल्ली कि कस्तो हो त सार्वजनिक प्रशासन हैन। अर्को, आधुनिक प्रविधिमा आधारित विद्युतीय जनसम्पर्क कायम गर्नुपर्छ। सकेसम्म अब आधुनिक प्रविधिको प्रयोग गर्नु पनि चुनौतीपूर्ण छ, किनभने प्रविधि प्रयोग गर्नलाई बजेट चाहिन्छ, बजेट प्राप्त हुँदैन, जनता प्रविधि ल्याइयो, योग्य दक्ष शिक्षित जनशक्ति हुँदैन, आदि चुनौती छन्। अर्को कुरा, कर्मचारीहरूमा जनसम्पर्क सम्बन्धी ज्ञान र सिप नहुनु। यो जनसम्पर्क भनेको जनतासँग गर्ने सम्पर्क सम्बन्ध व्यवहार चाहिन्छ कि त्यो संख्या हुन्छ। दोहोरो सम्पर्कको पात्र निर्माण गर्ने, फेरि जनसम्पर्क व्यवस्थित हुनका लागि टु वे कम्युनिकेसन हुनुपर्छ, वन वे भएर हुँदैन है। अर्को कुरा, सूचनामा सबैको समान पहुँचको अवस्था निर्माण गर्नु पर्यो। भाषिक विविधता बीच प्रभावकारी सञ्चार कायम गर्ने। हेर्नुहोस् त, अब तपाईँ मानिलियो नेवारी समुदायमा जन्मिनु भएको छ, हुर्किनु भयो, बढ्नु भयो, जागिर खानुभयो, जानुभयो अर्कै समुदाय मैथिली अथवा अरू कुनै समुदायमा को कार्यालयमा सेवा, त्यहाँ कर्मचारी भएर तपाईँ सेवा दिने ठाउँमा तपाईँ बस्नु। अब तपाईँले त्यहाँको सेवाग्राहीसँग कसरी पब्लिक रिलेसन अर्थात् जनसम्पर्क कायम गर्नुहुन्छ, कसरी सञ्चार गर्नुहुन्छ, यो भाषिक विविधता बीच पनि प्रभावकारी सञ्चार कायम गर्नु पनि सकिसक्यो। अर्को, आवश्यक साधन स्रोतको प्रबन्ध गर्नु पर्यो, यो चुनौतीपूर्ण छ। यस कार्यलाई यसरी अन्त्यमा चाहिँ के भन्दा सेवाग्राहीको बदलिदो, हेर्नुहोस् त, हिजोको सेवाग्राहीको माग अपेक्षा र आजको सेवाग्राहीको माग अपेक्षा आवश्यकता एउटै छैन। हिजोको सेवाग्राहीको माग अपेक्षा आवश्यकता र आजको सेवाग्राहीको माग अपेक्षा आवश्यकता फरक छ र भोलिको सेवाग्राहीको माग आवश्यकता पनि फरक हुनेवाला छ। त्यसैले गर्दा यसरी सेवाग्राहीको आवश्यकता बुझी त्यसै अनुरूप सेवा र सेवाको मापदण्ड तय गरी सेवा प्रवाह गर्नु यसको प्रमुख उद्देश्य भएकाले खास जनसम्पर्क व्यवस्थापनको उद्देश्य के हो त भन्दा सेवाग्राहीको बदलिएको माग, चाहना, आवश्यकता बुझेर त्यसै अनुरूपका सेवा र सेवाको मापदण्ड तय गरी सेवा प्रवाह गर्नु जनसम्पर्क व्यवस्थापनको प्रमुख उद्देश्य हो भएकाले माथि उल्लेखित चुनौतीहरूको सामना गर्दै जनसम्पर्कलाई जनताको विश्वास जित्ने र संस्थागत कार्य सम्पादन सुदृढ गर्ने अवसर प्राप्तिको माध्यमको रूपमा स्थापित गर्नु जरुरी छ। हेर्नुहोस् है, निष्कर्ष अलि गहन छ, निष्कर्ष बुझ्न पनि तीनचोटि पढ्नु पर्यो तपाईँहरू है। हेर्नुहोस् त, के लेखेँ मैले, सेवाग्राहीको बदलिदो चाह, माग, आवश्यकता बुझी त्यसै अनुरूपको सेवा र सेवाको मापदण्ड तय गरी सेवा प्रवाह गर्नु यसको प्रमुख उद्देश्य भएकाले माथि उल्लेखित चुनौतीहरूको सामना गर्दै जनसम्पर्कलाई जनताको विश्वास जित्ने र संस्थागत कार्य सम्पादन सुदृढ गर्ने अवसर प्राप्तिको माध्यमको रूपमा स्थापित गर्नु जरुरी छ। त्यसैले लेख्नु के मेसेज गर्नु भएर क्याटेगोराइज गरेर लेख्दा के क्याटेगोराइज, परिवर्तन व्यवस्थापन नामले। अब क्लासमा भन्छु मैले सबै लगभग है। अब यहाँ परिवर्तन व्यवस्थापन भनेको कस्तो भन्दा त्यही मैले भने नि, सेवाग्राहीको बदलिदियो चाहना, माग र आवश्यकतालाई सम्बोधन गर्नका लागि हरेक संगठनले आफूलाई समय सँगसँगै परिष्कृत र परिवर्तित गर्दै लैजानुपर्छ। परिवर्तन भनेको के हो भन्दा मौजुदा अवस्थाबाट हुने प्रस्थानलाई परिवर्तन हो। परिवर्तन व्यवस्थापन भनेको त्यो जुन समय सँगसँगै बदलिएका सेवाग्राहीका माग, चाहना, आवश्यकताहरू छन्, ती आवश्यकता अनुरूप कार्यालयले आफूलाई पनि त्यसै अनुरूपको बनाउने कुरा हो कि त्यसलाई हामीले परिवर्तन व्यवस्थापन भन्छौँ है। यो टपिक नै छ छुट्टै पनि। अब हेर त नासुमा छ प्रश्न नम्बर 7 को उत्तर त्यहाँ के थियो, मौलिक हक, नेपालको वर्तमान संविधानमा उल्लेख गरिएका मौलिक हकहरूमध्ये न्याय सम्बन्धी हकको बारेमा लेख्नुहोस् भन्ने थियो। वास्तवमा मौलिक हक भनेको के हो भने, मौलिक हक भनेको के हो भन्दाखेरि शासकीय शक्तिलाई सीमित तुल्याई नागरिकलाई अधिकार सम्पन्न बनाउन, के रे शासकीय शक्तिलाई सीमित तुल्याई नागरिकलाई अधिकार सम्पन्न बनाउन संविधानमा उल्लेख गरिएका राज्य विरुद्ध प्राप्त हुने हक तथा अधिकारलाई मौलिक हक भनिन्छ। मैले के भने,
सरकारको शक्तिलाई सीमित तुल्याएर सरकारले जे पाए त्यही गर्न पाउँदैन है शासकीय शक्तिलाई सीमित तुल्याई नागरिकलाई अधिकार सम्पन्न बनाऊ है संविधानमा उल्लेख गरिएका राज्य विरुद्ध प्राप्त हुने हक तथा अधिकारलाई मौलिक हक भनिन्छ। त्यसैले गर्दा यहाँ न्याय सम्बन्धी हकको बारेमा लेख भनेर प्रश्न आयो भने यसरी लेख्ने हेर्नुहोस् त। वर्तमान संविधानको भाग 3 को धारा 20 मा यस हक सम्बन्धमा व्यवस्था गरिएको छ। उक्त व्यवस्थालाई देखाएको बुँदामा उल्लेख गर्न सकिन्छ। पहिलो कुरा बुझौँ ल यो कुनै पनि व्यक्तिलाई पक्राउ भएको कारण सहितको सूचना नदिई थुनामा राख्न पाइँदैन। कसैलाई पनि पक्राउ भएको कारणको सूचना नदिइकन उसलाई थुन्न पाइँदैन कुनै पनि व्यक्तिलाई। अर्को शत्रु देशको नागरिकले बाहेक पक्राउ परेको व्यक्तिले आफूले रोजेको कानुन व्यवसायसँग सल्लाह गर्न र पूर्वपक्ष गर्न हक हुनेछ। है शत्रु देशको नागरिकले पाएन। शत्रु देशको नागरिकले बाहेक पक्राउ परेको व्यक्तिले आफूले रोजेको कानुन व्यवसायसँग सल्लाह गर्न पाउँछ, पूर्वपक्ष गर्ने हक हुन्छ है पूर्वपक्षमा रहेर मुद्दा लड्ने हक हुन्छ। अर्को हेरौँ त निवारक नजरबन्दामा राखेको व्यक्ति र शत्रु देशको नागरिक बाहेक यी दुईटा व्यक्ति बाहेक अन्य पक्राउ परेको व्यक्तिलाई बाटोको म्याद बाहेक 24 घण्टाभित्र मुद्दा हेर्ने अधिकारी समक्ष उपस्थित गराउनु पर्नेछ है। यी दुईटा बाहेक अरूलाई चाहिँ के गर्नुपर्छ भन्दा बाटोको म्याद बाहेक 24 घण्टाभित्र मुद्दा हेर्ने अधिकारी समक्ष उपस्थित गराउनु पर्ने र त्यस्तो अधिकारीबाट आदेश भएमा बाहेक थुनामा राख्न नपाइने। त्यस्तो अधिकारीबाट आदेश भयो भने थुनामा राख्न पाइयो, होइन भने पाइएन। कुनै पनि व्यक्तिलाई कसुर गर्दाको अवस्थामा कानुनमा तोकिए भन्दा बढी सजाय दिन नपाइने। जुन अवस्थामा जुन कानुन छ त्यहाँ जे तोकेको छ कानुनमा त्यो भन्दा बढी सजाय दिन पाइँदैन। आरोपित दोषी प्रमाणित नभएसम्म निर्दोष मानिने। जहिलेसम्म आरोपितलाई दोषी प्रमाणित हुँदैन तबसम्म निर्दोष नै मानिन्छ। एउटै कसुरमा एक भन्दा बढी पटक मुद्दा नलगाइने र सजाय नदिने। एकै कसुर छ भने एउटा भन्दा बढी मुद्दा पनि एक पटक भन्दा बढी पटक मुद्दा पनि नलगाइने, फेरि दुई तीन त्यो एक पटक भन्दा बढी पटक सजाय पनि नदिइने। अभियोग लागेको व्यक्तिलाई आफ्नो विरुद्ध साक्षी हुन बाध्य नपारिने। अभियोग लागेको जुन व्यक्ति छ उसलाई आफ्नो विरुद्ध साक्षी हुन चाहिँ बाध्य पारिँदैन। अर्को स्वतन्त्र निष्पक्ष र सक्षम अदालत वा न्यायिक निकायबाट स्वच्छ सुनवाईको हक हुन्छ है उसको पनि हक छ त्यो। अर्को असमर्थ पक्षलाई निशुल्क कानुनी सहायता पाउने हक हुने। हेर्नुहोस् है कसैले कानुन व्यवसाय राख्न सक्दैन नि त्यसको असमर्थ पक्षलाई निशुल्क कानुनी सहायता पाउने हक हुने, कानुन सम्बन्धी सल्लाह पाउने हक चाहिँ हुन्छ है भनेर यसरी न्याय सम्बन्धी हक राखेको छ। र अन्त्यमा निष्कर्ष चाहिँ लेख्दा राम्रो हुन्छ। हरेक संविधानका हरेक कानुनका हरेक पार्टमा चाहिँ तपाईँले निष्कर्ष एनालाइसिस गरेर निष्कर्ष लेख्नु पनि राम्रो हुन्छ। यो हकले के गरेको हेर्नुहोस् न। अन्त्यमा मैले के लेखेँ भन्दा यो न्याय सम्बन्धी हकले राज्य र प्रहरीद्वारा मनपरी गिरफ्तारी र सजायबाट नागरिकलाई संवैधानिक सुरक्षा प्रदान गरी न्यायिक संरक्षण, स्वतन्त्रता र न्याय प्राप्तिको सुनिश्चितता प्रदान गर्दछ। होइन त यसले त्यही गरेको त हो नि। न्याय सम्बन्धी हकले राज्य र प्रहरीद्वारा मनपरी गिरफ्तारी वा सजायबाट नागरिकलाई संवैधानिक सुरक्षा प्रदान गरी न्यायिक संरक्षण, स्वतन्त्रता र न्याय प्राप्तिको सुनिश्चितता प्रदान गर्दछ। यही गर्ने होइन त हो कि होइन? ल भनौँ त, कमेन्ट गरौँ न। कमेन्ट हो कि होइन? यही हो गर्ने यसले हो कि होइन भन्नुहोस् त। ल भन्नु भएन नि त के छ क्लासमा हुनुहुन्न क्या? यही हो नि है। ध्यान दिएर हेर्ने मैले लेखेको निष्कर्षहरू। अब यहाँ तपाईँले यसो हेर्नुहोस् त यो सबै कुरालाई एनालाइसिस गरेर लेखेको छ। राम्रो छ नि। तपाईँले आफूले यस्तो निष्कर्षहरू लेख्नुभयो भने खरदार पढ्दै गर्दा खरदारको स्टुडेन्टहरूले पनि धेरै राम्रो हुन्छ है। न्याय सम्बन्धी हकले राज्य र प्रहरीद्वारा मनपरी गिरफ्तारी वा सजायबाट नागरिकलाई संवैधानिक सुरक्षा प्रदान गरी न्यायिक संरक्षण, स्वतन्त्रता र न्याय प्राप्तिको सुनिश्चितता प्रदान गर्दछ। अब अर्को छ राज्यका निर्देश, सिद्धान्त, नीति र दायित्व कारण सम्बन्धमा अदालतमा प्रश्न उठाउन नपाइनुका कारणहरू। पहिलो कुरा त राज्यका निर्देशक सिद्धान्त भनेको के हो भने कुनै पनि राज्यले आफ्नो अग्रगमनका लागि लिएको दिशाबोध अर्थात् राज्यको दीर्घकालीन शासकीय अवधारणा चाहिँ राज्यको निर्देशक सिद्धान्त हो। राज्यको दीर्घकालीन शासकीय अवधारणा कस्तो हुने है? राज्यले आफ्नो अग्रगमनका लागि लिएको जुन दिशाबोध त्यो के हो? राज्यका निर्देशक सिद्धान्त हुन्। ती सिद्धान्तहरू प्राप्त गर्नका लागि आधार के हुन्? नीति हुन्। त्यसैले यो राज्यका निर्देश, सिद्धान्त, नीति र दायित्व कार्यान्वयन सम्बन्धमा अदालतमा प्रश्न उठाउन पाइँदैन भनेर संविधानमा व्यवस्था गरेको छ।
यो किन पाइँदैन धारा 55 मै लेखेको छ। त्यसैले गर्दा यो किन यो नपाइनुको कारण के हुन् त भन्ने कुरामा हामी डिल गर्दैछौँ। पहिलो कुरा हेर्नुहोस्, राज्य सञ्चालन गर्ने समग्र क्रियाकलापको मार्गदर्शन नै राज्यका सिद्धान्त तथा नीति हुन् भने राज्यले आफ्नो देश र देशको व्यक्ति र नागरिकका लागि निर्वाध रूपमा पूरा गर्नुपर्ने जिम्मेवारी नै राज्यको दायित्व हो। वर्तमान संविधानको धारा क्रमशः 50, 51 र 52 मा उल्लेखित राज्यका निर्देश सिद्धान्त नीति र दायित्व कानुन सम्बन्धमा अदालतमा प्रश्न उठाउन नपरेका कारणहरू देखाए बमोजिम रहेका छन्। पहिलो कुरा, वर्तमान संविधानको धारा 55 मा नै यसको कारण भयो वा नभएको सम्बन्धमा अदालतमा प्रश्न उठाउन सक्ने छैन भन्ने स्पष्ट रूपमा उल्लेख गरिएकाले एउटा कुरा त के संविधानमै लेखिएकाले उठाउन पाइँदैन। दोस्रो कुरा, यिनीहरू महत्त्वकांक्षी हुने भएकाले, अलिकति महत्त्वकांक्षी छन् के यिनीहरू। अर्को, यिनीहरू भविष्यदर्शी हुने भएकाले के भन्दा यिनीहरू त कारण हुँदै जाने विषय हो नि त है। यिनीहरू कारण हुँदै जाने विषय हो, यिनीहरू भविष्यदर्शी हुन्, भोलि यस्तो हुने, आर्थिक उद्देश्य यस्तो, राजनीतिक उद्देश्य यस्तो, सामाजिक र सांस्कृतिक उद्देश्य यस्तो, नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध यस्तो हुने भनेर जुन 4वटा राज्यका निर्देश सिद्धान्त छन्, ती सिद्धान्त कानुन गर्नको लागि जति नीति छन् 13वटा, ती भनेका त के हुन् त भन्दा राज्यको त यिन त भविष्यमा लागू हुँदै जाने विषय हो नि त। अर्को कुरा, आज कानुन भयो भएन भनेर प्रश्न गर्न त पाइएन नि त। अर्को कुरा, यिनीहरूको कानुनका लागि अधिकतम स्रोत साधनको आवश्यकता पर्ने र विद्यमान अवस्थामा त्यो प्राप्त छैन। ती कानुनका लागि धेरै स्रोत साधनको आवश्यकता पर्दछ, त्यो गर्न अहिले सम्भव छैन, अहिले स्रोत साधन पर्याप्त छैन। अर्को कुरा, यिनीहरूको कानुनका लागि लामो समय लाग्छ किनभने दीर्घकालीन अवधारणा हुन्, शासकीय अवधारणा हो, राज्यको दीर्घकालीन शासकीय अवधारणा भएको कारणले गर्दा। अर्को, राज्य सञ्चालनको मार्ग निर्देशनको रूपमा रहेको भने संविधानको धारा 49 मा उल्लेख गरिएकाले यी राज्य सञ्चालनको गाइडलाइन हुन् है यी त राज्य सञ्चालनको लागि निर्देशन मार्गनिर्देशन हुनै भनेर संविधानको धारा 49 मा उल्लेख गरिएकाले पनि प्रश्न उठाउन पाइँदैन। अर्को, यिनीहरू राज्यको आवश्यकता अनुसार कारण हुँदै जाने विषय हुन्, आवश्यकता अनुसार कारण हुँदै जाने विषय भएकाले। अर्को कुरा, एउटा नेक्स्ट अलि महत्त्वपूर्ण पनि, अदालतको क्षेत्राधिकार पनि सीमित छ नि त, त्यसले गर्दा यो भन्न पाइएन भन्न खोजेको कुरा। अर्को कुरा, अन्त्यमा माथि उल्लेखित तथ्य र प्रमाणका आधारमा राज्यको निर्देश सिद्धान्त नीति तथा दायित्व कार्यान्वयनको सम्बन्धमा है यो कानुन भएछ, यहाँ के भएछ, यो कानुन भएछ, कानुन होइन, यो के हो, कार्यान्वयन। कार्यान्वयन सम्बन्धमा अदालतमा प्रश्न उठाउन पाइँदैन किन भन्ने प्रश्नको उत्तर हो। त्यसैले गर्दा दायित्व कार्यान्वयन सम्बन्धमा अदालतमा प्रश्न उठाउन पाइँदैन, अर्थात् यो राज्यको कानुनी बाध्यता होइन तर नैतिक र राजनीतिक दायित्व चाहिँ हो है। कानुनी बाध्यता भएन तर राज्यको नैतिक तथा राजनीतिक दायित्व चाहिँ हो है भनेर लेखियो। अब अर्को क्वेशन छ, निर्वाचन आयोग सम्बन्धी क्वेशन रहेछ। यो निर्वाचन आयोगको परिचय पनि सोधेको थियो होला। निर्वाचन आयोगको परिचय दिँदै निर्वाचन आयोगको गठन र यसको काम कर्तव्य अधिकारको बारेमा लेख्ने भन्ने थियो होला है। निर्वाचन आयोगको गठन र यसको काम कर्तव्य अधिकारको बारेमा हेर्नुहोस् त। अब निर्वाचन आयोग भनेको के हो त भन्दा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र मर्यादित रूपमा सम्पन्न गर्ने जिम्मेवारी प्राप्त स्वतन्त्र संवैधानिक निकाय नै निर्वाचन आयोग हो। निर्वाचनलाई चाहिँ स्वतन्त्र, निष्पक्ष, भयरहित र मर्यादित रूपमा सम्पन्न गर्ने जिम्मेवारी प्राप्त स्वतन्त्र संवैधानिक निकाय नै निर्वाचन आयोग हो। नेपालको अन्तरिम संविधान छुटेछ यहाँ, नेपालको अन्तरिम संविधान है छुटेछ नि त। नेपालको अन्तरिम संविधान 2007 ले कपी भएन है। नेपालको अन्तरिम संविधान 2007 ले निर्वाचन आयोग सम्बन्धी व्यवस्था गरेको हो। नेपालको वर्तमान संविधानले पनि निर्वाचन आयोगलाई संवैधानिक आयोगको रूपमा मान्यता दिएको। नेपालको वर्तमान संविधानको भाग 24 मा निर्वाचन आयोग सम्बन्धी व्यवस्था गरिएको। वर्तमान संविधानको धारा 245 मा यसको गठन, 246 मा यसको काम कर्तव्य अधिकार सम्बन्धी व्यवस्था गरिएको छ भने टक्क लेख्यो। धेरै कुरा लेख्नु परेन, 2 नम्बरमा सोधेको थियो होला। अर्को, निर्वाचन आयोगको गठन सम्बन्धमा हेर्नुहोस् है त। वर्तमान संविधानको भाग 24 को धारा 245 मा यसको गठन सम्बन्धी व्यवस्था गरेको छ, जसलाई देहाय बमोजिम उल्लेख गर्न सकिन्छ। नेपालमा एक निर्वाचन आयोग रहने जसमा प्रमुख आयुक्त र अन्य 4 जना आयुक्त रहने, जसमा 1 जना प्रमुख आयुक्त र अन्य 4 जना आयुक्तहरू रहने व्यवस्था छ। अर्को कुरा, प्रमुख निर्वाचन आयुक्तले निर्वाचन आयोगको अध्यक्ष भई काम गर्नेछ।
अर्को राष्ट्रपतिले संवैधानिक परिषदको सिफारिस, संवैधानिक परिषद भन्ने छ, राष्ट्रपतिले संवैधानिक परिषदको सिफारिसमा प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको नियुक्ति गर्ने व्यवस्था रहेको छ र प्रमुख निर्वाचन आयुक्त निर्वाचन आयुक्तको पदावधि नियुक्ति भएको मितिले 6 वर्षको हुनेछ र प्रमुख निर्वाचन आयुक्त र आयुक्तको पुनर्नियुक्ति नहुने, तर आयुक्तलाई चाहिँ प्रमुख निर्वाचन आयुक्तको पदमा नियुक्ति गर्न चाहिँ सकिन्छ है। आयुक्त र प्रमुख आयुक्तको पुनर्नियुक्ति हुँदैन, तर आयुक्तलाई चाहिँ प्रमुख निर्वाचन आयुक्तको पदमा नियुक्ति गर्न चाहिँ सकिन्छ। तर त्यस्तो आयुक्त प्रमुख निर्वाचन आयुक्तको पदमा नियुक्ति भएमा निजको पदावधि गणना गर्दा आयुक्त भएको अवधिलाई समेत जोडेर गणना गरिन्छ। यसको योग्यता सम्बन्धी विषय पनि संविधानमा उल्लेख गरेको छ, पद रिक्त हुने अवस्था पनि संविधानमा उल्लेख गरेको छ। अब अर्को कुरा, यसमा हेरौँ है त, यो हटाउँ, यो चाहिँदैन अहिले यहाँ। निर्वाचन आयोगको काम कर्तव्य र अधिकार वर्तमान संविधानको धारा 246 मा यसको काम कर्तव्य र अधिकार सम्बन्धी व्यवस्था गरिएको छ, जसलाई देहाय बमोजिम उल्लेख गर्न सकिन्छ। सिम्पल छ, के छ, यस संविधान र संघीय कानुनको अधीनमा रहेर राष्ट्रपति, उपराष्ट्रपति, संघीय संसदका सदस्य, प्रदेश सभाका सदस्य, स्थानीय तहका सदस्यको निर्वाचनको सञ्चालन, रेखदेख, नियन्त्रण, निर्देशन र नियन्त्रण गर्ने पहिलो कुरा निर्वाचन गराउने कुरा रहेछ। कसको? राष्ट्रपति, उपराष्ट्रपति, संघीय संसदका सदस्य, प्रदेश सभाका सदस्य, स्थानीय तहका सदस्यको के गर्ने? निर्वाचन सम्बन्धी विषयको सञ्चालन, रेखदेख, नियन्त्रण, निर्देशन गर्ने। अर्को मतदाता नावली तयार गर्ने, मतदाता नावली तयार गर्ने। अर्को यस संविधान र संघीय कानुन राष्ट्रिय महत्त्वको विषयमा जनमत संग्रह गराउने। अर्को माथि उल्लेखित पदका लागि जुन पद छ माथि उल्लेखित त्यो पदका लागि उम्मेदवारी मनोनयन दर्ता भइसकेको, उम्मेदवारी मनोनयन दर्ता भइसकेको, अस्ति मनोनयन दर्ता कति गते भयो? 6 गते भयो कि हैन? उम्मेदवारी मनोनयन दर्ता भइसकेको तर निर्वाचन परिणाम घोषणा भइ नसकेको अवस्थामा कुनै उम्मेदवारको योग्यता सम्बन्धमा कुनै प्रश्न उठेमा त्यसको निर्णय गर्ने। जस्तो मनोनयन दर्ता त अस्ति भइसक्यो, अब निर्वाचन परिणाम घोषणा नभइसकेको अवस्थामा कुनै उम्मेदवारको योग्यता सम्बन्धमा कुनै प्रश्न उठ्यो, त्यसको इलिजिबिलिटीको बारेमा कुनै प्रश्न उठ्यो भने त्यसको निर्णय गर्ने उसको काम कर्तव्य अधिकार रहन्छ। अर्को कुरा, आयोगले आफ्नो काम कर्तव्य अधिकार मध्ये कुनै काम कर्तव्य र अधिकार प्रमुख निर्वाचन आयुक्त, अरु कुनै निर्वाचन आयुक्त वा सरकारी कर्मचारीलाई तोकेको शर्तको अधीनमा रही प्रयोग गर्ने गरी प्रत्यायोजन गर्न सक्नेछ है। आयोगले आफ्नो काम कर्तव्य र अधिकार, कुनै काम कर्तव्य अधिकार प्रमुख निर्वाचन आयुक्त, कुनै चाहिँ निर्वाचन आयुक्त र वा अरु सरकारी कर्मचारी पनि हुन्छ वा सरकारी कर्मचारीलाई तोकेको शर्तको अधीनमा रहेर सशर्त हुन्छ प्रयोग गर्ने गरी प्रत्यायोजन गर्न सक्छ आयोगले। अर्को निर्वाचन आयोगको अन्य काम कर्तव्य अधिकार तथा कार्यविधि संघीय कानुन बमोजिम हुनेछ है। यसको कार्यविधि काम कर्तव्य भनेको संघीय कानुन बमोजिम हुनेछ। अन्त्यमा यसले लोकतन्त्रको मेरुदण्डको रूपमा रहेको, लोकतन्त्रको मेरुदण्डको रूपमा रहेको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाई जनताका अधिकारको सुनिश्चिततामा टेवा पुर्याउँछ। यसले लोकतन्त्रको मेरुदण्डको रूपमा रहेको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाई जनताको सार्वभौम अधिकारको सुनिश्चिततामा टेवा पुर्याउँछ। किनभने नागरिकले सार्वभौम अधिकारको प्रयोग गर्ने भनेकै आफ्नो निर्वाचनमा आफ्नो मत दिएर हो। भनेपछि आयोगलाई आफ्नो काम पूरा गर्न आवश्यक पर्ने कर्मचारी गरिएको छ। यसले लोकतन्त्रको मेरुदण्डको रूपमा रहेको निर्वाचनलाई चाहिँ स्वतन्त्र, निष्पक्ष प्रदेश सरकार र स्थानीय सरकारले गर्नुपर्ने भनी संविधानमै व्यवस्था गरिएको छ है। त्यो लेखेकै छ, संविधानमा उल्लेख गरेको छ। मेसेज धेरै गर्नुभयो त के हो? यो ग्रुपमै तपाईहरुको यो भिडियो नै आउँछ त। पीडीएफ फेरि मैले कहिले शेयर गर्दिन। पीडीएफ किन भन्दा कतिपय टाइपमा मिस्टेक हुन्छ है। टाइपमा हतारबाट करेक्सन गर्ने पीडीएफ पठाउनु भन्दा पनि खाँची म पाडे नि गाउँपालिका है। ल हेरौँ, यहाँ हेरौँ त, त्यो भन्दा पनि पहिला सकौँ। कुरा नेपालमा नागरिक सूचना अभिवृद्धिमा समस्या समाधानका उपायहरू के हुन् त? नागरिक आफ्नो हक अधिकार र कर्तव्य सम्बन्धमा सचेत गराई आफ्नो हक अधिकार माग्ने मात्र होइन, समाज र राज्यप्रति जिम्मेवारी, राज्यप्रतिको जिम्मेवारी रहेको छ बोध गराउने कार्यले नागरिक सचेत के रे नागरिक सूचना के रहेछ? अहिले मैले तपाईहरुलाई माइक अन गरिदिन्छु के अन्तिममा है त। नेपालमा नागरिक सूचना अभिवृद्धिमा रहेका समस्या र समाधानका उपायहरू हेर्नुस् त। नागरिकलाई आफ्नो हक अधिकार र कर्तव्य सम्बन्धमा सचेत गराई
आफ्नो हक अधिकार माग्ने मात्र होइन, समाज र राज्यप्रतिको जिम्मेवारी पनि रहेको छ भन्ने बोध गराउने कार्यलाई नागरिक सचेतना भनिन्छ। नेपालमा यसको अभिवृद्धिमा रहेका समस्यालाई देहाय बमोजिम उल्लेख गर्न सकिन्छ। पहिलो कुरा हेरौँ त, पहिलो कुरा के भन्यो भन्दा पहिलो कुरा नागरिक शिक्षाको विषय पहिलो कुरा पाठ्यक्रम सैद्धान्तिक भएन, सैद्धान्तिक मात्र भए व्यावहारिक भएनन् पाठ्यक्रमहरू। सरी है, पाठ्यक्रमहरू सैद्धान्तिक भए तर व्यावहारिक भएन, कमी रह्यो। नागरिकहरूमा अधिकारमुखी सोच हाबी भयो, अधिकार मात्र माग्ने छ भने कर्तव्य पालना र जिम्मेवारी बोधको अवस्था गुमुट भयो। खालि आफ्नो जिम्मेवारी र कर्तव्य हेर्नुहोस् न, एउटा कोभिडको बेलामा मात्र मान्छे कस्तो हुन्छ भन्ने कुरा, मान्छेमा कस्तो जिम्मेवारी बोध छैन भन्ने कुरा एकदम स्पष्ट हुन्छ। कस्तो भने जस्तो कोभिडको बेलामा मास्क लगा, सेनिटाइज गर। अब एउटा कुरा नागरिकले पनि त पालना गर्नुपर्ने कर्तव्यको व्यवस्था संविधानमा गरेको छ नि त। अब नागरिकले आफ्नो कर्तव्यको पालना नगर्ने, राज्यले यो गरेन त्यो गरेन मात्र भनेर भएन कि, आफ्नो अधिकारमुखी सोच मात्र हाबी भयो, कर्तव्य पालना र जिम्मेवारी बोध कम भयो, राजनीतिक अस्थिरता र भ्रष्टाचार बढ्यो, जसले पनि गर्दा पनि नागरिक चेतना अभिवृद्धिमा समस्या। नागरिक समाज र अन्य नागरिक समाज भनेको के हो, सिभिल सोसाइटी भनेको के हो भन्ने थाहा हुनुपर्छ, राम्रोसँग जान्नुपर्छ। नागरिक समाज र अन्य सरकारी गैर सरकारी सङ्घ संस्थाको भूमिका जति प्रभावकारी हुनुपर्ने हो त्यति हुन सकेन। नागरिक समाज पनि राजनीति प्रभावबाट मुक्त हुन सकेनन्। यिनीहरू पनि गैर राजनीतिक, गैर प्रशासनिक चरित्रको हुनुपर्ने, यिनीहरू त्यो हुन सकेनन्। जसले गर्दा नागरिक समाज सिभिल सोसाइटीको भूमिका पनि प्रभावकारी भएन र अन्य गैर सरकारी सरकारी सङ्घ संस्थाको भूमिका पनि जति प्रभावकारी हुनुपर्ने त्यति हुन सकेन। गरिबी र बेरोजगारी कायमै रह्यो है, गरिबी बेरोजगारी कायमै रह्यो। अर्को, जतिसुकै कानुनी व्यवस्था र प्रतिबद्धता गरे तापनि, जतिसुकै कानुनी व्यवस्था गरे तापनि, जतिसुकै कमिटमेन्ट गरे तापनि समाजमा विद्यमान सामाजिक विकृति र विसङ्गतिको अन्त्य हुन सकेन। अर्को, देशसँग माग्ने मात्र होइन, देशलाई आवश्यक परेको बेला दिनु पनि पर्छ भन्ने मान्यताको भावना विकास र आत्मसात गर्न सकिएन। देशसँग माग्ने मात्र होइन है, आवश्यक परेको बेला दिनु पनि पर्छ भन्ने मान्यता भावना विकास तथा आत्मसात गर्न सकिएन। ग्रामीण र सीमान्तकृत समुदायको अभाव रह्यो। अर्को कुरा, सञ्चार माध्यमको भूमिका पनि प्रभावकारी रहेन। हेर्नुहोस् त, अहिले हाम्रो आम संसारको जगतलाई हेरौँ न, हामीले अहिले पहिला सूचनै पाइन्थ्यो, अहिले सूचना यति धेरै पाइन्छ, कुन सूचना सही हो भनेर छुट्याउनै गाह्रो छ कि। राइट इन्फर्मेसन है, कस्तो इन्फर्मेसन सही हो, रूढिवादी परम्परा र अन्धविश्वासबाट समाज मुक्त हुन सकेको छैन। अझै पनि कम्प्लिटली रूढिवादी परम्परा र अन्धविश्वासबाट समाज मुक्त हुन सकेको अवस्था छैन। कतिपय अवस्थामा भिड र लहरमा लाग्ने जमातले सामाजिक मनोविज्ञानलाई बिगारेको छ। यो भिड र लहर यो कतिपय अवस्थामा भिड र लहरमा लाग्ने जमातले सामाजिक मनोविज्ञानलाई चाहिँ सामाजिक यो सोसल साइकोलोजी नै बिगारेको। अर्को कुरा, यसको प्रवर्धनका लागि आवश्यक नीतिगत तथा संस्थागत व्यवस्था प्रभावकारी नहुनु, साथै विद्यमान कानुन तथा नीतिको कानुन पक्ष फिटल रह्यो। अब समाधानको उपाय त तपाईँले धेरै जसो यसैलाई रिभर्स गरे भइहाल्यो नि, यसलाई उल्टाए भइहाल्यो है, सजिलै भयो। त्यही भएर मैले यसलाई केही पनि लेखिनँ। अन्त्यमा नेपालमा नागरिक सचेतना अभिवृद्धिमा विभिन्न नीतिगत, संस्थागत, संरचनागत र सामाजिक चुनौतीहरूले कठिन बनाएको छ। नागरिक सचेतना अभिवृद्धि मुलुकको दिगो विकास, सुशासन र लोकतन्त्रको शुद्धिकरणका लागि आवश्यक रहेको छ है। समाधानको उपाय लेखेका छौँ, त्यही भएर वाट इज द नेक्स्ट लेखिदिए भयो कि केही छ त्यस्तो भन्ने म तपाईँहरू है। एकछिन ल, इभिनिङमा न्यू क्लासमा कहिलेदेखि आउनुहुन्छ? कार्य व्यवस्थापन हुँदैछ। ए ओके, तपाईँहरूको मैले माइक अन के छ क्लास यति चाहिँ मैले भने है। मेरो केही छ त्यस्तो, मैले अन गर्दैन, केही छ त्यस्तो मलाई सोध्नुपर्ने प्रश्न? नम्बर 1 देखाइदिनुस् न एकचोटी। प्रश्न नम्बर 1 ए अनलाइनमा पढाउने? ओके ओके, हस्, अनलाइनमा पढाइहाल्छु नि। अब सिम्पल छ क्वेसन। अस्ति इक्जाम दिनुभयो नि, हिजो है दिनुभयो? सर 8 को देखाउनु त। यो पठाइदिनु होला है सर 8 को। ओके, प्रश्न नम्बर 8। अनि तपाईहरु ल अनि एक्जाम कस्तो गर्नुभयो?
राम्रो राम्रो कपी गर्नु पनि गइसन हैन हजुर हजुर यो मलाई त्यो यो यो अलि एकपल्ट चाहिँ बुझाइदिनु म यो मैले यो हेर्नु भयो भने पनि पढ्नु भयो भने पनि बुझ्नुहुन्छ प्रब्लम छैन त्यति यो रेकर्ड भिडियो तपाईलाई त्यो युट्युबमै तपाईलाई यो रेकर्ड भिडियो नै आउँछ कि त्यो भएर त्यही हेर्दा हुन्छ प्रब्लम हुँदैन म बाहिरको स्टुडेन्ट हो अब त्यो कसरी हेर्नु मलाई थाहै छैन अहिले मैले भन्दा सुन्नु भएन मैले बाहिर गएको